पीडित डराउनु पर्दैन, तर पीडितको आडमा बसेर खेल्नेहरू चाहिँ डराउनु पर्यो। त्यसमा चाहिँ फेरि सरकार निर्मम हुन्छ। त्यो कुराहरू म यहाँ क्लियर पार्न चाहन्छु। फेरि पनि भने अहिले आत्तिनु पर्दैन। अहिले जुन अहिले उपत्यकाको जुन देख्नुभयो त्यो भनेको एज अ गार्जियन अघि नै हाम्रो मान्य केपी खनालज्यूले पनि भन्नुभएको थियो, यो चाहिँ उहाँहरूलाई सुरक्षित गर्नको लागि त्यो एउटा कदम उठाइएको थियो। त्योबाट विचलित हुनुपर्ने, त्यहाँबाट आत्तिनुपर्ने केही पनि छैन। सरकार तपाईँहरूको साथमा छ हैन, त्यही भएर यसबाट आत्तिनु पर्दैन। हजुरहरू धैर्य धारण यसलाई चाहिँ दिगो समाधान लिएर हामी अर्को समितिमा म सायद यहाँ भन्छु पनि होला, त्यसमा चाहिँ हामीले के गर्यौँ के गर्दैछौँ भन्ने कुरा, लाल पूर्जा नबाडिएको पनि अवस्था छ भन्ने कुरा आयो। त्यसको समाधानमा पनि हामी जाँदैछौँ। त्यसको एउटा फरक संरचना बनिरहेछ, किनभने बनिरहेको संरचनाबाट काम भएन भन्ने कुरा चाहिँ छर्लङ्ग भइसक्यो। त्योबाट अगाडि बढ्न सकिँदैन, फरक ढङ्गले जानुपर्छ भन्नेमा गइसक्यो। त्यही भएर भइरहेका संरचनालाई नै प्रयोग गरेर हामी अगाडि बढ्नेछौँ। त्यसै गरी अर्को बैठकमा आउँदाखेरि पक्कै पनि म यो सम्बन्धी प्रगति विवरण लिएर आउनेछु। हामी कति काम गर्यौँ भन्ने कुरा आउनेछौँ, किनभने यसमा हामी मन्त्रालयको टिम, सम्बन्धित सरकारवालाहरू हामी सबैजना यसमा चाहिँ चिन्तित छौँ। त्यसै गरी नै काम गरिरहेको छ। हाम्रो यो मिटिङ सकेपछि फेरि त्यही हाम्रो कुन टिम कसरी जाँदैछ अगाडि भन्नेको बैठकै बसिरहेको छ। हजुरलाई यहाँ एउटा जानकारी पनि गराउन चाहे, भूमि मन्त्रालय र शहरी विकास मन्त्रालय दुवैजनाको एउटा कम्बाइन्ड बैठक पनि छ यही विषयमा। त्यही भएर हामी निरन्तर यस विषयमा काम गरिरहेका छौँ। कोही पनि डराउनु पर्ने, आत्तिनु पर्ने स्थिति छैन। हाम्रो परिपत्रलाई अतिरञ्जित गरेर जुन चाहिँ तल खेल्ने काम भएको छ त्यो पनि हाम्रो नोटिसमा छ। यहाँ मैले जहाँबाट जानकारी गराउन चाहेँ र हामी थप समाधान सहित अर्को हप्तासम्म हामी यसमा अगाडि कसरी बढ्दैछौँ, यसको समाधान हामी कसरी लिएर जान्छौँ, सबै समग्र विषयको यो भूमि सम्बन्धीका समस्याहरू समाधान गर्न र अहिलेको सरकार प्रतिबद्ध छ। त्यही गरी अगाडि बढ्छ र अब आउने हप्तामा त्यसको छनक पनि केही तपाईँहरूले देख्नुहुन्छ भनेर मैले आफ्नो धन्यवाद। धन्यवाद माननीय मन्त्रीज्यू।